हेलो एभ्रिवान, नमस्ते। यो चाहिँ मेरो सेकेन्ड रेकर्डेड भिडियो। आज चाहिँ हाम्रो फ्रेन्डली म्याच छ, त्यही भएर म चाहिँ ग्राउन्डतिर रेडी भएर जाँदैछु है। फाइनली म ग्राउन्ड पनि आइपुगेँ। मलाई भिडियो गर्नु थियो, कसले गरिदिन्छ होला जस्तो लागिरहेको थियो। त्यतिखेर ठ्याक्क फेरि निकेश भाइ पनि भेटिहालेँ अनि उसले मेरो भिडियो गरिदिँदैछ। अनि म हेलमेट राखेर हामी दुवैजना ग्राउन्डतिर जाँदैछौँ। ग्राउन्ड चाहिँ यहाँबाट अलिकति टाढै छ है, टाढा भन्नाले 1-2 मिनटको बाटो। अनि फुल फुलिरहेछ क्या, अनि निकेश भाइलाई भनेर अनि त्यहाँ अलिकति भिडियो गरिदिएको जस्तो गरिदेऊ न है भनेर गएँ। अनि त्यसपछि हामी जाँदैछौँ। के रे हाम्रो गेम चाहिँ अलिकति चाँडै हुनुपर्ने थियो होइन, तर त्यहाँनिर केही प्रब्लम भएर चाहिँ अलिकति ढिलो भएको थियो। हाम्रो अङ्कल ग्राउन्ड मिलाइरहनु भएको छ, त्यही ढिलो भएको कारणले गर्दा हामी सबैजना नजिक खाने बस्ने खाम ताप्ने नजिक खाने बस्ने मात्र भइरहेको थियो। धेरै वेट गर्नु पर्यो। अनि त्यसपछि हामी सबैजना भोकाएको थियो अनि हामीले परोठा र तरकारी अर्डर गऱ्यौँ। त्यहाँको तरकारी र परोठा चाहिँ एकदमै मिठो छ क्या, सबैजना मिठो मानेर खायौँ। ज्ञानु आएन छ हाम्रो अरू प्लेयरहरू पनि आइसक्नु भयो। अनि उहाँ चाहिँ तुलसी सबैजनाको स्कोरिङ बुक रेडी गर्दै हुनुहुन्छ। उहाँले चाहिँ होइन एकदमै मेहनती मान्छे, एकदमै राम्रो मान्छे। टाइम थियो त्यही भएर अनि मैले अङ्कल र तुलसीको फोटो क्लिक गरिदिएँ। Come on, Aisa. मेरो हात गले छिरेर अगाडि ओर्नु दिदी। माथि आइज ल एकैछिन टाइमर दिदियो त भाउ। तिमी जज है, लाइनिङ साइनिङ तिमी हेर्ने अब सोधेर आयो भने सुरुमा म भनिदिन्छु, त्यसपछि तिमी अनि तिमी ठिक छ है। टाइमर छ है, टाइमर हेर। गेम सुरु हैन, अब गेम सुरु पक्का रिकर्डिङ है। फाइनली हाम्रो गेम पनि स्टार्ट भयो। मान्छे धेरै बोर्ड थोरै भएको कारणले गर्दा चाहिँ हाम्रो फर्स्ट ग्रुप हान्ने, त्यसपछि लिएर आउने अनि फेरि सेकेन्ड ग्रुप हान्ने त्यस्तो गरेको थियौँ। म त हिँडेँ ल जाऊ।
7 र 6 तीन 7 9988 X10 X14 यो फ्रेन्डली म्याच चाहिँ जो काठमाडौँ ललितपुरमा हुनुहुन्थ्यो जो नजिकै हुनुहुन्थ्यो होइन हामी सबैजना मिलेर गरेको थियौँ अनि ऊ त्यो पर्पल टी सर्ट लाउने चाहिँ फेरि म हो है ओके हामीले एरो पनि निकालिसक्यौँ अनि जुन हजुरहरूले बो देखिरहनु भएको छ नि यसलाई चाहिँ कम्पाउन्ड बो भनेर भनिन्छ यो चाहिँ 50 मिटरमा हुन्छ यो एसियन गेमसम्म हुन्छ होइन अनि यो भिडियोमा चाहिँ म लाइक सबैमा बोल्छु है किन भन्दाखेरि चाहिँ यसमा बाजा बजेको थियो अनि त्यही भएर अलिकति डिस्टर्बिङ साउन्ड आइरहेको थियो त्यही भएर मैले यसमा चाहिँ भोल्युम कम गरेर मेरो आफ्नै साउन्ड दिएको हो हजुरले उहाँ देखिरहनु भएको छ नि उहाँको नाम चाहिँ इमायाङ दिदी होइन एकदमै राम्रो प्लेयर एज अ पर्सन पनि एकदमै राम्रो उहाँहरू सबैजना सिरियसमा हुनुहुन्छ उहाँ दायाहरू पनि सबैजनाले एकदमै राम्रो हार्नु भएको थियो होइन एकदमै राम्रो एज अ पर्सन पनि एज अ प्लेयर पनि एकदमै राम्रो हुनुहुन्थ्यो उहाँहरू सबजना मैले नयाँ फेसेसहरू पनि देख्न पाएँ यो फ्रेन्डली म्याचमा किनभने मैले चाहिँ 20मा ग्याप गरेको थिएँ 5 वर्ष अनि म फेरि आएको हो नि त त्यही भएर चाहिँ एकदमै राम्रो राम्रो प्लेयरहरू आउनु भएको रहेछ अहिले यहाँ 30 मिटरमा चाहिँ नकआउट भइरहेको छ रिकर्भमा चाहिँ के हुन्छ भन्दाखेरि नकआउटमा चाहिँ जसले फर्स्टमा 6 पोइन्ट लिएर आउँछ उसैको गेम हुन्छ यदि दुवैजना प्लेयरले 5-5 पोइन्ट लिएर आएको छ भने चाहिँ लास्टमा सुट आउट हुन्छ सुट आउट भनेको चाहिँ 1-1 एरो हान्ने हुन्छ र 1-1 एरो हान्दाखेरि टार्गेटमा जसको नजिक हुन्छ अनि ऊ नै विनर हुन्छ नकआउट खेल्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि दुईजनामा इफ एकजनाले जितेछ भने चाहिँ उसलाई 2 पोइन्ट भनेर आउँछ र दुवैको बराबर स्कोर आएको छ भने चाहिँ दुवैलाई 1-1 पोइन्ट आउँछ 4 र 5 लाई टी त मिलेर 4 र 5 लाई जो चाहिँ 4 जना 8 9 लाइन न छ 5 बजे 7 हाम्रो यहाँ चाहिँ म्युजिकल इन्स्ट्रुमेन्टहरू धेरै नै बज्छ त्यही भएको कारणले गर्दा चाहिँ यो भिडियोहरूमा चाहिँ एकदमै धेरै लाउड भोइस आएको थियो त्यही भएर अलमोस्ट यो भिडियोमा सबैमा मैले म्युटै गरिदिएको छु अनि जुन अहिले हजुरहरूले देखिरहनु भएको छ यो चाहिँ रिकर्भ मेल हो जुन यो चाहिँ 70 मिटरको हो है यहाँ चाहिँ 70 मिटरमा हान्नुपर्छ भिडियो नगर यार खाइदिउ 087 99 यो कति हो यो ए 7 हो त्यो कहाँ छैन भन्ने हो र मलाई यो भिडियोहरू बनाउन चाहिँ एकदमै गाह्रो भएको थियो किन भन्दाखेरि चाहिँ सबजना खेल्ने नै हुनुहुन्थ्यो प्लस आफू पनि खेल्नै पर्ने अनि जतिखेर मेरो टाइम थियो जतिखेर म फ्री थिएँ जतिखेर मेरो खेल्नु परेको थिएन त्यतिखेर चाहिँ मैले यो भिडियो बनाएको थिएँ र यो भिडियो बनाउने बेलामा चाहिँ कृष्ण भाइ विष्मा भाइ उहाँले पनि एकदमै धेरै हेल्प गरिदिनु भएको छ जितेर कस्तो लाग्यो केही बात छैन भाइ यता हाम्रो स्कोरिङ हुँदैछ तिमीले खाएको हुन्छ यहाँ 2 लाख नै यो जोड्ने आउने 2 4 Gilla ka gilla. Like, share, subscribe, and hit. Please don't forget to hit the bell icon. मैले फर्स्ट नकआउट चाहिँ खेल्नु परेको थिएन किन भन्दाखेरि चाहिँ म बाईमा परेको थिएँ
अहिले चाहिँ म यहाँ बहिनीसँग नकआउट खेलिरहेको छु र हामी दुईजनामा जस्तै 6 पोइन्ट लिएर आउँछ ऊ नै विनर हुन्छ। र हजुरहरूले देखिरहनु भएको छ उहाँ चाहिँ देवी दिदी हुनुहुन्छ र यो सेतो ह्याट लाउने मान्छे चाहिँ मेरो दिदी हो। अनि अहिले हामीले हानिरहेको बोलाई चाहिँ रिकबो भनेर भनिन्छ र यो 70 मिटरको डिस्टेन्स हो है। नानु तिम्रो 7 छ है? ल भन्नु आज यहाँ आएर तपाईहरुलाई कस्तो लागिरहेछ? जबरजस्ती हो। बिहान 7 बजेदेखि आएको। तिम्रो अनुहार देखाछ नि अलि पर जाऊ। मजा आइरहेको एकदम राम्रो लागिरहेछ। जय देश जय नेपाल। यस्तो गेम फेरि यो गेम फेरि गर्नुपर्छ। हो 15 दिन पक्नु फेरि म भन्नुस् पवन सर तपाईलाई आजको यो खेल कस्तो लागिरहेको छ? एकदम राम्रो दामी। तपाईले के सोच्नुभयो, कसरी ल्याउनु भयो यो गेमलाई, कतिको तनाव भयो? तनाव त खासै भएन, मेन्टली प्रेसर नि भएन, सबै खेलिरहेको इन्जोय। गेममा भनेको इन्जोय लिने हो, इन्जोय गर्यो। आजको तपाईको स्कोर कति लाग्यो? स्कोर राम्रै लाग्यो पहिला। अनि नकआउट कस्तो भयो तपाईलाई? नकआउट एकदम राम्रो राम्रो भयो। नयाँ 1 महिने भ्लग। के 1 महिने धेरै भयो त तपाईले बनाएको हैन? यहाँ आइसा इमाम गुरुले सोध्नु। हाम्रो यहाँ एकदम वरिष्ठ कोच हुनुभएको छ, यहाँलाई स्वागत छ। हजुरलाई कस्तो लाग्यो आज हाम्रो यो गेम? कसरी ल्याउनु भयो? म्याच एकदमै फ्रेन्डली। कस्तो फिल भइरहेछ जित्दाखेरि? यति धेरै एक्सपिरियन्स भएको मान्छेलाई तपाईँले फर्स्ट टाइम खेल्दैमै जित्नुभयो। म त हारेँ सर, तपाईँले जित्नुभयो, मेरो बदला लिनुभयो तपाईँले। कस्तो फिल भइरहेछ तपाईँलाई? कङ्ग्रेचुलेसन बेबी। थ्याङ्क यू। गोल्ड सिल्भर ब्रोन्ज। अहिले चाहिँ हामी टिम हानिरहेछौँ। टिम हान्दाखेरि चाहिँ 3 जना प्लेयर हुन्छ, उता 3 जना र यता 3 जना। र यसमा पनि सेम हो, जसले फर्स्टमा 6 पोइन्ट लिएर आउँछ ऊ नै विनर हो। एउटा एरोको 20 मिनट्स हुन्छ, तर टिममा चाहिँ अलिकति टाइम कन्ज्युमिङ भएको कारणले गर्दा चाहिँ अलिक छिटछिटै गर्नुपर्छ है, किनकि पछिको प्लेयरलाई पनि टाइम दिनु पऱ्यो नि त। 70 मिटर हान्ने बेलामा चाहिँ हामीले एरो हाम्रो कहाँ लाग्यो भनेर देख्दैनौँ, त्यतिखेर चाहिँ स्कोपको युज हुन्छ र मैले स्कोप हेरेर आफ्नो साइड मिलाइरहेको छु होइन। अनि देवी दिदीले हान्ने बेलामा चाहिँ मैले हेरिरहेको हुन्छु। अनि यसरी नै हो टिम भनेको, एकजनाले हान्दाखेरि अर्कोले हेर्ने। टिममा खेल्दाखेरि चाहिँ पर पर्सन 2टा एरो हानिन्छ, सो 2 गरेर 6 एरो हुन्छ र 6 एरोमा उताको 6 र यताको 6मा जसको स्कोर धेरै छ ऊ नै विनर हुन्छ है टिममा चाहिँ। लाग्यो दुख्छ हैन, म त 2-3 दिन रेस्ट हो अब। टिममा खतरा हान्नु तपाईँले 10 हान्नु दिदी। सर होल्ड गरेर बस्नु भयो क्या त्यतिकै। आउँछ भ्याउँछ टाइम हाम्रो के म यहाँबाट हेरिहाल्छु। यो फ्रेन्डली म्याचको सिनियर वुमन्समा चाहिँ म विनर भएको थिएँ है, र 5 वर्षपछि आएर यसरी म्याच खेल्न पाउँदा चाहिँ एकदमै धेरै खुसी लागेको थियो। त्यही हो, यस्तो म्याच भइराखोस् र जसले यो भिडियो हेरिरहनु भएको छ, जो आर्चरीमा इन्ट्रेस्टेड हुनुहुन्छ होइन, हजुरहरू पनि यस्तो फ्रेन्डली म्याच भएको बेलामा चाहिँ आउन सक्नुहुन्छ, खेल्न सक्नुहुन्छ। हामीले चाहिँ जो नजिक छ उनीहरूलाई मात्र गराएको हो होइन। त्यही हो, हजुरहरू काठमाडौँ ललितपुरमा नजिकै हुनुहुन्छ भने चाहिँ हजुरहरू यहाँ मोस्ट वेलकम है, आउन सक्नुहुन्छ। मैले टिकटकमा पनि भिडियो हालेको थिएँ, अनि टिकटकमा भिडियो हाल्दाखेरि चाहिँ मेरो फेरि टिकटकमा पनि ब्लुमिङ आइजाने छ है, हजुरहरूले सर्च गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ।
र मैले त्यसमा हाल्दाखेरि चाहिँ धेरैले मलाई म्यासेज गर्नुभएको थियो र कमेन्ट गर्नुभएको थियो यो गेम कहाँ खेल्छ र कति पर्छ भनेर। र मैले यति पैसा पर्छ है भनेर भन्दाखेरि चाहिँ उहाँले ओहो यो त धेरै महँगो रहेछ भनेर भन्नुभएको थियो। तर यो महँगो चाहिँ महँगै हो, म आफैलाई पनि लाग्छ होइन। तर म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ हजुरहरू एकचोटि बुझ्नु, हजुरहरू साँच्चै इन्ट्रेस्टेड छ, एकदमै खेल्न मन छ भने चाहिँ होइन हजुरहरू एकचोटि बुझ्नु यो खेलको बारेमा। हामीले तुलसीलाई भेट्ने चाहिँ लास्ट दिन थियो किनकि उहाँ चाहिँ पिएचडी गर्न जाँदै हुनुहुन्छ। त्यही भएर हामी चाहिँ सबैजना गेम सकेपछि भेटेर उहाँलाई बिदाई गरेको थियौँ। हजुरको ड्रिम चाहिँ सबै पुरा होस् र विसिङ यु अ सेफ, सेक्योर एन्ड स्मुथ जर्नी। आजलाई यति मात्र। होप यु अल लाइक इट एन्ड प्लिज डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब। बाई बाई।